नमस्ते, राधे राधे। आज म हजुरहरूलाई विदेश जाने बेलादेखि लिएर आउने बेलासम्मको भविष्यवाणी भनिदिनेछु। विदेश तपाईँ जानुहुन्छ कि हुँदैन, विदेशमा गएर कस्तो काम पाउनुहुन्छ, विदेशमा गएर कति पैसा कमाउनुहुन्छ, विदेशमा गएर अफेयरहरूको कुराहरू के कस्तो हुन्छ, लभमा पर्नुहुन्छ कि हुँदैन, विवाहको योग कस्तो बन्छ, जग्गा जमिन जोड्ने योग के हुनेछ, एभ्रिथिङ तपाईँ नेपाल फर्किनुहुन्छ कि हुँदैन भन्ने कुरा पनि आज मैले यो भिडियोमा भन्नेछु। हजुरले छर्लङ्ग सबै कुरा थाहा पाउनुहुनेछ, पिआर पाउने योगदेखि लिएर एभ्रिथिङ, लटरी लाग्ने योगदेखि लिएर धेरै कुरा हजुरले थाहा पाउनुहुनेछ। आउनुहोस्, अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर साथ दिनुहोला। सुरु गरौँ विदेश जाने बेलाबाट। सबैभन्दा पहिला हजुर देख्नुभएको होला, यसलाई भन्छ हार्ट लाइन, हृदय रेखा भन्छ। यसलाई भन्छ माइन्ड लाइन, मस्तिष्क रेखा भन्छ। यसलाई भन्छ लाइफ लाइन, जीवन रेखा भन्ने गरिन्छ। अनि यो भयो तपाईँको भाग्य रेखा, यसलाई फेट लाइन पनि भन्ने गरिन्छ, फर्च्युन लाइन पनि भन्ने गरिन्छ। अब म हजुरलाई विदेश जाने योग देखाउँछु। यदि यो भाग्य रेखा यसरी सिधा गएर यो टपसम्म पुगेको छ र यो चन्द्रमाबाट सुरु भएको छ भने यस्तो व्यक्तिहरू 100% विदेश जाने गर्छन्, एउटा। अनि अर्को, यदि यो भाग्य रेखा सिधै आएको छ र यसरी यहाँबाट एक रेखा गएर भाग्य रेखालाई टच गरेको छ भने यस्ता व्यक्तिहरू पनि 100% विदेश जाने गर्छन्। यदि भाग्य रेखा यहाँनिरबाट छैन, भाग्य रेखा अत्यन्तै माथिबाट सुरु भएको छ र यहाँनिर एकदमै धेरै तेर्सा रेखाहरू देख्नुहुन्छ भने पनि यस्ता व्यक्तिहरू विदेश जान्छन्। यिनीहरू मजाले विदेश गएर प्रगति गर्ने योग रहन जान्छ। यदि भाग्य रेखा यसरी आएको छैन र जीवन रेखा यसरी गएर यसका ब्रान्चेसहरू चन्द्रमातिर केन्द्रित छन्, चन्द्रमातिर दृष्टि दिएको छ भने पनि यस्ता जातकहरू विदेश जाने योग राम्रो रहने गर्छ, विदेश गएर प्रगति गर्ने योग राम्रो रहने गर्छ। या त यो लाइफ लाइन यसरी गएर भित्रतिर नगएर, यसरी नगएर यतातिर गएको छ भने पनि यस्ता व्यक्तिहरू 100% विदेश जाने गर्छन्। यिनीहरूको थाई जीवनमै विदेशमा कट्ने गर्छ। यिनीहरू विदेशमा शरणार्थी सरह बस्ने गर्छन्। यिनीहरू आफ्नो लास्ट उमेरमा पनि स्वदेश फर्कदैनन्। आए तापनि घुम्न आउने छन्, तर लास्ट उमेर उनीहरूको विदेशमा बित्ने गर्छ। यो त भयो विदेश जाने कुरा। र विदेश कुन टाइममा जाने भन्ने कुरा पनि यहीबाट थाहा हुन्छ। यदि यो भाग्य रेखा यसरी अगाडि गएको हजुरले देख्नुभयो र कुनै पनि रेखा यसरी आएर हेरेर टच गरेको छ, कतै पनि टच गरेको छ भने त्यो उमेर पत्ता लगाउनु भयो भने त्यो उमेरमा तपाईँ विदेश जाने योग कन्फर्म रहने गर्छ। जहाँनिर टच गरेको छ, जहाँनिरबाट भाग्य रेखा उदाएको छ, त्यो एजमा तपाईँ विदेश जाने योग 100% कन्फर्म रहने गर्छ। अब यसो खालको टच गरेको रेखा छ भने यो अराउन्ड भनेको 29 to 30 भित्रमा व्यक्ति विदेश पुग्ने योग रहन जान्छ। कसैको यहाँनिर टच नगरेर सिधा लाइन हुन्छ, यस्तो अवस्थामा 22 अराउन्डमा व्यक्ति विदेश जाने योग रहन्छ। कसैको यसरी गएर यहाँनिर टच गरेको हुन्छ, यस्तो अराउन्डमा 22 अराउन्डमा विदेश जाने योग रहन जान्छ। यो कहाँनिर टच गरेको छ त्यही अनुसार व्यक्ति विदेश पुग्ने योग रहन्छ। कसैको कस्तो हुन्छ, यहाँबाट सुरु भएर सिधा डबल रेखा यहाँबाट टच गरेको हुन्छ, यस्तो मतलब 35 इयर्सदेखि माथितिर व्यक्तिको विदेश जाने योग रहन जान्छ भनेर बुझ्न सकिन्छ। अब तपाईँ कुन देशमा जानुहुन्छ भनेर पनि हेर्न सकिन्छ। अब कुन देशमा जानुहुन्छ भन्दा पनि विशेष गरिकन कति पैसा कमाउनुहुन्छ त भन्ने कुरा हेरौँ पहिला। अब यदि तपाईँको यो भयो चन्द्र पर्वत, यो चन्द्र पर्वतमा दुई भाग डिभाइड गर्नुहोस् र यो भित्री भागबाट यदि कुनै पनि भाग्य रेखा यसरी अगाडि गएको छ भने यस्तो अवस्थामा व्यक्तिले अथाह धेरै सम्पत्ति कमाउने योग रहन जान्छ। अर्थात् यो एरियाबाट रेखाहरू अगाडि गएको छ या त यही एरियाबाट यसरी टच गरेको रेखाहरू देख्न सकिन्छ भने व्यक्तिले अति राम्रो सम्पत्ति, अति राम्रो पैसा कमाउने योग रहन जान्छ। यस्ता व्यक्तिहरूको मिनिमम स्यालेरी पनि आजभोलिको रेसियोमा 4-5 भन्दा माथि नै हुने गर्छ। र त्यस्तै यदि यो एरियाबाट रेखा आएर यसरी आएर यहाँनिर टच गरेको छ, यसरी आएर यहाँनिर टच गरेको छ, कसैको यहाँनिरबाट भाग्य उदय भएर अगाडि गएको छ भने यस्ता व्यक्तिको स्यालेरीको, यस्ता व्यक्तिहरूको इन्कम विशेष गरिकन 1-1.5 लाखको रेसियोमा चाहिँ हुने गर्छ। यस्ता व्यक्तिले अलिक थोरै कम पैसा कमाउने योग रहन जान्छ। तर जुन देशमा गए पनि, जहाँ गए पनि, जसो गए पनि, यदि तपाईँ नर्मल्ली देशहरूमा जानुभएको छ
या कम पैसा आउने देशहरूमा जानुभएको छ र रेखा तपाईँको यहाँबाट सुरु भएको छ भने पनि तपाईँले मिनिमम पनि 4-5 लाख रुपियाँ मन्थली कमाउने योग रहन जान्छ। तपाईँको अहिले रेखा होला तर तपाईँ अहिले रिसेन्टली कम इयर्सको हुनुभएको छ भने पनि बिस्तारै वेट गर्दै जानुभयो भने यो रेखाले अत्यन्तै राम्रो काम गर्नेछ। छिटो छिटो उमेरमा सानो उमेरमा रेखा छ भन्दैमा आत्तिनु हुँदैन, बिस्तारै बिस्तारै त्यसको पनि टाइम आउने गर्छ, तब तपाईँलाई चाहिँ राम्रो हुने गर्छ। अब कसले कति पैसा कमाउँछ भन्ने कुरा थाहा भइसक्यो। अब कस्ता व्यक्तिहरू कुन देशमा जानुहुन्छ त त्यसको लागि अब यहाँनिर हेर्नुहोस्, यदि यो हतेली एकदमै कठोर स्वभावको छ, रेखाहरू कमै देखिएको छ र मैले विदेश जाने गुण यहाँनिर देखाएको जस्तो लाइनहरू छ भने यस्ता व्यक्तिहरू कोरियन कन्ट्रीहरूमा जाने योग रहन्छ, इजरायलको कन्ट्रीहरूमा जाने योग रहन्छ। यस्ता व्यक्तिहरूलाई एग्रिकल्चर अत्यन्तै राम्रो सुट गर्ने गर्छ। यस्ता व्यक्तिहरू जहाँ बढी हार्डवर्क हुन्छ त्यही देशमा बढी जाने योग रहन्छ र त्यहीँनिर राम्रो पैसा कमाउने योग पनि रहन जान्छ। त्यस्तै हतेली एकदमै सफ्ट खालको हतेली छ र अत्यन्तै धेरै जेलिएका रेखाहरू हजुरले देख्नुभएको छ भने यस्तो अवस्थामा व्यक्ति जापान अस्ट्रेलिया जाने योग बढी रहने गर्छ। यस्तो खालको जेलिएका रेखाहरू बढी लेडिजको हातमा देखिने गर्छ, जसको हात व्हाइट टाइपको हतेली छ लेडिजको विशेष गरिकन उनीहरूको बढी योग भनेकै जापान या त अस्ट्रेलियाको योग रहने गर्छ। उनीहरूको हातमा विशेष गरिकन यो हार्ट लाइनमा एकदमै धेरै यस्तो खालको रेखाहरू देख्न पाइन्छ, जसले गर्दाखेरि पनि यस्तो खालको व्यक्तिहरू विशेष गरिकन जापान र अस्ट्रेलियामा अलिक बढी पुगेको योग देख्न सकिन्छ। यस्ता व्यक्तिहरू जहाँनिर चिसो हुन्छ त्यहीँनिर काम गर्दा राम्रो हुन्छ, जहाँनिर ठन्डी जस्तो ठाउँहरू छ त्यो ठाउँमा गएर कामहरू गर्नुभयो भने राम्रो रहने गर्छ। यस्ता व्यक्तिहरूले एकदमै सफ्ट काम गरेर प्रगति गर्ने योग पनि रहन जान्छ। त्यस्तै यो तल्लो लेभलबाट भाग्योदय भएर यसरी अगाडि गएको त सिधा भाग्यरेखा अगाडि गएको छ भने यस्ता व्यक्तिहरू अमेरिकन कन्ट्री अस्ट्रेलियातिर क्यानाडातिर जाने योग अत्यन्तै राम्रो रहने गर्छ। र अस्ट्रेलिया अमेरिका र क्यानाडा जाने व्यक्तिको हातमा प्रायः जस्तो यो सिङ्गल लाइन राम्रो रहने गर्छ र बिचमा कुनै पनि कटफट हुँदैन। साना साना रेखाहरू काटिएको भनेको 35 देखि लिएर 55 वर्षको बिचमा चाहिँ साना थोरै धेरै रेखाहरू काटेको देख्न पाइन्छ। अब व्यापार व्यवसाय पनि गर्न सक्नुहुन्छ विदेश गएर व्यापार व्यवसाय गर्ने व्यक्तिको हातमा यसरी गएको भाग्य रेखा हुन्छ र यो भाग्य रेखाबाट यसरी व्यापार रेखा सुरु भएर अगाडि गएको र यहाँनिर मल्टिपल लाइनहरू देख्नुहुन्छ भने यस्तो अवस्थामा व्यक्ति विदेश गएरै व्यापार व्यवसायमा प्रगति गर्ने योग रहन्छ। र योभन्दा पनि अझ सजिलो तपाईँको एउटा चिन्ह देखाउँछु। विदेश गएर पैसा कमाउने व्यक्तिको हातमा यो चन्द्रमाबाट यसरी रेखाहरू गएर यो बाह्य मङ्गलमा गएर रेखाहरू अन्त्य भएको हुन्छ। यस्ता व्यक्तिहरूले पनि विदेशमा गएर राम्रो पैसा कमाउने योग रहन जान्छ। अनि अर्को चाहिँ यसरी रेखा गएर यहाँनिर पनि लाइनमा टच गरेको हुन्छ, अर्थात् यो सूर्य रेखामा टच गरेको लाइनहरूले पनि व्यक्तिले विदेशमा गएर व्यापार गरेर प्रसिद्धि कमाउने योग रहन्छ भनेर बुझ्न सकिन्छ। अनि अर्को कुरा, विदेशमा दुःख पाउनुहुन्छ कि सुख पाउनुहुन्छ भनेर पनि हामीले हेर्न मिल्छ। दुःख पाउने र सुख पाउने विशेष गरिकन यो चन्द्रमामा हेर्नुपर्ने हुन्छ। यदि यो चन्द्रमामा तपाईँको करसको साइन बनेको छ भने तपाईँले विदेशमा त्यति सुखमय जीवन जिउनु भएको छैन भनेर बुझ्न सकिन्छ। यस्ता व्यक्तिहरूको एन्जाइटीको शिकार रहने गर्छ, कुराहरू खेल्ने गर्छ, एकदमै धेरै सोच्ने स्वभावका हुने गर्छन्। यस्तो खालको लाइनिङहरू तपाईँको एकदमै धेरै देखिएको छ भने सकभर विदेश नजाँदा हुन्छ। गइसक्नु भएको छ भने पनि यो त्यति राम्रो मानिँदैन। तपाईँ रिसेन्टली त्यो समयमा तपाईँ अलिकति बढी तनावमा, प्रेसरमा, टेन्सनमा हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ। र अर्को कुरा, विदेश बस्दै नबस्ने। यदि तपाईँ विदेश हुनुहुन्छ र त्यहाँनिर यदि यो एरियाभरिमा यहाँनिर कतै पनि कालो कोठीहरू देखियो भने तपाईँ विदेश बस्दै नबस्नु। यो साइन त्यति राम्रो साइन होइन। यस्तो खालको साइनले व्यक्तिलाई दुःख दिने योग रहन जान्छ। पानीमा डुब्ने खतरा बढी रहने गर्छ। विदेशबाट लाभ प्राप्ति होइन, नोक्सान प्राप्ति गर्ने योग रहन जान्छ। यदि पहिलेदेखि नै जन्मजातै यस्तै छ भने समस्या रहेन। यस्तो व्यक्तिहरू एकचोटि पानीमा डुब्ने खतरा बढी रहने गर्छ। यदि पानीमा डुबिसक्नु भएको छ भने तपाईँको दोष कटिसकेको स्थिति मान्न सकिन्छ। र यदि पानीमा डुब्नु भएको छैन, सानैदेखि आएको छ भने पनि तपाईँ विदेशमा त्यति राम्रो मानिँदैन। होइन, विदेश गइसकेपछि यहाँ धब्बाहरू आएको छ भने तपाईँको लागि पनि त्यो त्यति राम्रो मानिँदैन। सकभर सक्नुहुन्छ भने स्वदेशमै फर्केर बस्दा राम्रो रहने गर्छ। र यहाँनिर करसको साइन छ भने त यो नर्मल साइन हो। तपाईँ सकभर 1-2 वर्ष या त 6 महिना 1 वर्ष अलिकति विचार पुर्याएर बस्नु होला। अलिकति गाह्रो हुनसक्छ। सानोतिनो समस्या तनाव भयो भन्दैमा धेरै डराउनु पर्ने स्थिति मानिँदैन। यस्तो खालको करसको साइन बेला बेलामा हट्ने पनि गर्छ।
त्यति नराम्रो साइन पनि मानिँदैन, त्यति राम्रो साइन पनि मानिँदैन। म हजुरलाई विदेशमा लभ हुन्छ कि हुँदैन भन्ने कुरा देखाउँछु। सबैभन्दा पहिला यहाँनिरको यो सूर्य रेखा हेर्नुहोस्, यो हार्ट लाइनलाई टच गरेको छ कि छैन। टच गरेको छ भने यो यतातिरको एउटा रेखा हेर्नुहोस्, यसरी आएर यो हार्ट लाइनलाई टच गरेर यसरी ट्रायंगलको साइन बनाएको छ कि छैन। यस्तो खालको ट्रायंगलको साइन बनाएको छ भने यस्ता व्यक्तिहरू विदेशी व्यक्तिसँग लभ अफेयरमा फस्ने गर्छन्, या त विदेश गएरै लभ अफेयरमा फस्ने गर्छन्। यस्ता व्यक्तिहरूको इन्टरकास्ट म्यारेज हुने चान्सेस पनि बढिरहने गर्छ। यस्तो अवस्थामा विदेशी व्यक्तिसँग विवाह हुने चान्सेस पनि बढिरहने गर्छ। र यदि यहाँनिर यसरी विवाह रेखा आएर यो लाइनलाई यसरी इन्डिकेट गरेको छ हैन, यो त्रिभुजलाई हेरेको छ र तपाईको चन्द्रमामा यहाँनिर यदि ट्रायंगलको साइनहरू, बक्सको साइनहरू अत्यन्तै राम्रो छ र यहाँनिर पनि ट्रायंगल र बक्सको साइनहरू देखिन्छ भने यस्ता व्यक्तिहरूले पनि विदेशमै विवाह गरेर सेटल हुने योग राम्रो रहने गर्छ। यस्ता व्यक्तिहरूले विदेशमा अत्यन्तै धेरै धनी व्यक्तिसँग विवाह गर्ने योग रहन जान्छ। र यदि यो रेखाहरू छ, यदि यतातिर दृष्टि दिएको छ, यहाँ कुनै पनि साइनहरू छैन र विशेष गरिकन भाग्य रेखा पनि एकदमै कमजोर मधुरो छ, एकदमै धेरै हाइलाइटमा देखिएको छैन, नर्मल छ भने यस्ता व्यक्तिहरूले यदि विदेशमा गएर विवाह गर्नुभयो भने दुःख पाउने योग बढिरहने गर्छ। यस्ता व्यक्तिहरूले विदेशमा गएर विवाह गर्नु हुँदैन। सबैभन्दा पहिला भाग्य रेखा हेर्नुपर्ने हुन्छ। यसको लागि यदि तपाईँ विदेश हुनुहुन्छ र विदेशी व्यक्तिसँग विवाह गर्न खोज्दै हुनुहुन्छ भने यदि यो भाग्य रेखा अत्यन्तै स्पष्ट, एकदमै क्लियर तपाईँको देखिन्छ फुल टाइम, जस्तो तपाईँ यहाँनिर 30 वर्षमा यहाँनिर हुनुहुन्छ र योदेखि माथितिर हेर्नुभयो भने भाग्य रेखा अति स्पष्ट छ भनेपछि तपाईँले विदेशी व्यक्तिसँग विवाह गर्दा पनि अत्यन्तै राम्रो लाभ प्राप्ति हुन्छ। र तपाईँ 30 वर्ष हुनुहुन्छ र विदेशी व्यक्तिसँग विवाह गर्न खोज्दै हुनुहुन्छ र भाग्य रेखा एकदमै कमजोर, एकदमै मधुरो देखिएको छ, करजको साइनहरू देखिएको छ भने तपाईँले विदेशी व्यक्तिसँग विवाह गर्नु हुँदैन। तपाईँ डिप्रेसन र एन्जाइटीको शिकार रहनुहुनेछ। यो त्यति राम्रो साइन मानिँदैन। धेरै कुराहरूबाट हेर्नुपर्छ, एउटा दुईटा साइन हेर्दैमा सबै कुराहरू थाहा हुन्छ भन्ने हुँदैन। म्याक्सिमम साइन हेरेर हामीले त्यसलाई फिक्स गर्दा राम्रो रहने गर्छ। र विदेशी व्यक्तिसँग लिभिङ टुगेदर बस्ने व्यक्तिको हातमा कहाँनिर साइन हुन्छ त म देखाउँछु। सबैभन्दा पहिला हार्ट लाइनलाई हेर्नुपर्ने हुन्छ। यसको लागि अत्यन्तै जरुरी यो भयो, हार्ट लाइन भयो है। तपाईँ मानव 30 वर्षमा विदेश जानुभएको छ र मानव 30 वर्षमै तपाईँ रिलेसनमा बस्दै हुनुहुन्छ भने तपाईँको यहाँनिर एउटा सेकेन्डरी रेखा पलाउँछ। यहाँनिर यसरी सेकेन्डरी रेखा पलाएको हुन्छ, यसरी सेकेन्डरी रेखा पलाएको छ र तपाईँ रिसेन्टली त्यही इयर्समै हुनुहुन्छ भने यदि तपाईँ लिभिङ टुगेदर बस्न खोज्दै हुनुहुन्छ भने तपाईँ 100% बस्न सक्नुहुन्छ। यो रेखाले चाहिँ बसाल्छ। तर यदि यो रेखा बिचमा गएर टुटेको छ भने त्यो केही क्षणको लागि मात्रै हुनेछ, केही वर्षको लागि मात्रै हुनेछ। यदि यो रेखा नटुटेर सिधा यहाँनिर गएर मिसिएको छ, माथिल्लो लाइनसँग मिसिएर अगाडि गएको छ भने यस्तो खालको लाइनले पछि गएर विवाहमा परिणत हुने योग पनि रहन जान्छ। र यसरी डबल लाइन अगाडि चलिरहेको छ भने यस्ता व्यक्तिहरूमा के हुन्छ, एउटा जस्तो घरमा श्रीमती, एउटा बाहिर श्रीमती जस्तो हुन्छ, या त एउटा घरमा हस्बेन्ड, एउटा बाहिर हस्बेन्ड जस्तो हुन्छ, या त यस्ता व्यक्तिहरूमा एउटा विवाह गरिसके पछाडि यस्तो खालको लाइनहरू आयो भने यस्तो अवस्थामा विवाह पनि भइसकेको र विशेष गरिकन अफेयर पनि भइरहेको स्थिति रहन जान्छ, या त गर्लफ्रेन्ड या त बोयफ्रेन्ड पनि साइडमा रहेको स्थिति पनि रहन जान्छ। सँगसँगै ब्यालेन्स गरेर चलाइरहेको स्थिति देख्न सकिन्छ। विदेशमा रोग लाग्ने योग कस्तो रहन जान्छ त त्यो पनि हेरौँ हैन। तपाईँ विदेश हुनुहुन्छ र तपाईँलाई रोग लाग्छ कि लाग्दैन, बिरामी हुनुहुन्छ कि हुनुहुँदैन, त्यसको लागि तपाईँले आफ्नो एक्ज्याक्ट टाइम थाहा पाउनु पर्ने हुन्छ। यो हार्ट लाइनमै जानुपर्छ। यसको लागि यो हार्ट लाइनमा जानुभयो, तपाईँ 25 इयर्स हुनुहुन्छ, तपाईँ विदेश हुनुहुन्छ, ठिक यहाँनिर तपाईँ हुनुहुन्छ भनेपछि यो हार्ट लाइनमा यसरी माथितिरबाट यस्तो खालको एफ साइनहरू देखियो भने यो उमेरमा तपाईँ बिमारी पर्नुहुन्छ, बिमारी हुने योग बढिरहने गर्छ। 25 देखि लिएर यो अराउन्ड हेर्नुहुन्छ भने त 40 वर्षसम्म यस्तो खालको रेखा देखिएको भए त तपाईँ त लङ टाइमसम्म, लामो समय बिरामी रहने योग यो हातमा देख्न सकिन्छ। विशेष गरिकन विदेश गएर बिरामी पर्ने व्यक्तिको हातमा हार्ट लाइनमा हेर्नुपर्ने हुन्छ। र यो हार्ट लाइनमा यस्तै खालको धब्बाहरू, साइनहरू देखियो भने तपाईँको लागि विदेश सुइटेबल छैन भनेर बुझ्न पर्यो। यस्ता व्यक्तिहरूमा विदेशमा गएर बिरामी हुने योग अत्यन्तै धेरै रहने गर्छ।
अब तपाईँ विदेशमा हुनुहुन्छ र विदेशमा गएर तपाईँले जग्गा जमिन जोड्न सक्नुहुन्छ कि हुँदैन, उतै प्रपर्टी किन्ने योग छ कि छैन त? यसको लागि हजुरले यही चन्द्रमामा हेर्नुपर्ने हुन्छ। यो चन्द्रमाको वरपर यस्तै ट्रेङ्गलको साइन, बक्सको साइनहरू एकदमै क्लियर छ होइन, कुनै पनि दाग धब्बाहरू छैन, करसको साइनहरू भित्र छैन, यसरी काटेको छैन भने यस्तो अवस्थामा तपाईँले विदेशमा गएर पनि जग्गा जमिन जोड्नुहुनेछ, प्रगति गर्नुहुनेछ भनेर बुझ्न सकिन्छ। तपाईँ विदेश हुनुहुन्छ, तपाईँले विदेशमा गएर पढ्ने इच्छा राख्नुभयो, तपाईँले विदेशमा जाँदै या त तपाईँ पढ्नको लागि विदेश जाँदै हुनुहुन्छ भने तपाईँले पढ्नुहुन्छ कि हुँदैन, तपाईँ विदेश गएर स्टडी लिने योग छ कि छैन तपाईँको हातमा, कसरी हेर्ने? आउनुहोस्, त्यसको लागि पनि तपाईँले यो फेट लाइन हेर्नुपर्छ। यो भाग्यरेखा यसरी अगाडि गयो, सिधा गयो र यो एरियामा जाँदा बित्तिकै यसरी मोडिएर भाग्यरेखाले यतातिर बाटो हाल्नुपर्छ। यस्तो खालको भाग्यरेखा छ भने तपाईँले 100% विदेशमा गएर स्टडी गर्न सक्नुहुन्छ, विदेशमा गएर एजुकेसन लिन सक्नुहुन्छ। कसैको कस्तो हुन्छ, यसरी गएर दृष्टि दिएको हुन्छ, यस्ता व्यक्तिहरूमा चाहिँ पढ्न एकदमै इच्छा रहे तापनि पढाइ एकदमै कमजोर रहने गर्छ विदेशमा। यस्ता व्यक्तिहरू विदेशमा पढ्नको लागि गए तापनि यिनीहरूको पढाइभन्दा पनि बढी कमाइतिर बढी ध्यान जाने गर्छ। अब तपाईँ विदेशमा धनी कतिसम्म बन्नुहुन्छ त भनेर पनि हेर्न मिल्छ। त्यसको लागि 3वटा साइन हेर्नुपर्छ। सबैभन्दा पहिला तपाईँ विदेशमा हुनुहुन्छ र धनी कति बन्नुहुन्छ भनेर हेर्नको लागि यो एरियामा हेर्नुहोस्। भाग्यरेखा यसरी अगाडि गएको छ, यहाँनिर ट्रेङ्गल र बक्सको साइनहरू अत्यन्तै धेरै देखिएको छ र फिसको साइन पनि देखिएको छ भने तपाईँ विदेशमा करोडपति बन्नुहुनेछ, करोडौँको सम्पत्ति जोडेर बस्न सक्ने क्षमताको हुनुहुनेछ। अर्को, विदेशमा गएर करोडौँ पैसा कमाउने योग यहाँबाट हेर्न सकिन्छ। यो शनि पर्वतमा जानु, यहाँनिर कुनै पनि फिसको साइन देख्नुहुन्छ, अर्थात् भाग्यरेखा फेरि यसरी यता गएको हुनपर्छ। यहाँले फिसको साइन देख्नुहुन्छ या त यो लाइनमा तपाईँले फिसको साइन देख्नुहुन्छ भनेपछि यस्ता व्यक्तिहरूले पनि विदेशमा गएर अथाह सम्पत्ति कमाउने योग रहन जान्छ। तर यहाँनिर साइन भएको व्यक्तिहरूमा यो सूर्य रेखा यसरी अगाडि गएर एउटा ब्रान्च यतातिर पुगेको चाहिँ हुनैपर्छ। यस्तो खालको ब्रान्च छ र यो खालको तपाईँको चिन्हहरू छ शनि पर्वतमा भने अवश्य पनि तपाईँ विदेश गएर करोडौँ पैसा कमाउने हुनेछ, करोडपति हुनुहुनेछ, करोडौँको मालिक हुनुहुनेछ। त्यस्तै अर्को, विदेशमा गएर करोडपति बन्ने हात अर्को पनि हुन्छ साइन। अब तपाईँ विदेश हुनुहुन्छ, नो डाउट ढुक्क है, तपाईँ विदेशमै प्रगति गरिरहनु भएको छ, व्यापार गरिरहनु भएको छ भने तपाईँ के हेर्न सक्नुहुन्छ, अनि यो सूर्य रेखा हेर्नुहोस्, सिधा सूर्य रेखा हेर्नुहोस् र तपाईँ कति वर्ष हुनुभयो त्यो हेर्नुहोस्। त्योभन्दा अगाडि तपाईँ करोडपति हुनुहुन्न, व्यापार सुरु गर्नुभएको छ, अब तपाईँले कति पैसा कमाउनुहुन्छ भन्नको लागि तपाईँको एज हेर्नुहोस्। ल मानौँ तपाईँ 40 इयर्स हुनुभएको छ भने यसलाई यसरी काट्नुहोस्, योभन्दा तलतिर 40 इयर्स मानिँदैन, माथितिर मानिन्छ। अब यहाँनिर यदि यो सूर्य रेखासँग यसरी टच भएर एउटा यस्तो खालको फिस साइन बनेको छ भने तपाईँ 100% करोडपति हुनुभयो, करोडौँ पैसा कमाउनु भयो, अरबपति हुनुहुन्छ यति ठुलो साइन छ भने त। यदि सानो सानो साइन छ भने पनि तपाईँ करोडपति त अवश्य हुनुहुन्छ। र यस्तो खालको साइन नहुँदा पनि यदि यहाँनिर एकदम अलग अलग टाइपको साइनहरू देखिएको छ भने पनि तपाईँ विदेशमा केही गरिरहनु भएको छ भने पनि तपाईँ 100% करोडपति बन्नुहुनेछ, नो डाउट। र अर्को, विदेशमा करोडपति बन्नको लागि व्यापार पनि चाहिन्छ। यदि व्यापार गरिरहनु भएको छ, यसरी व्यापारको रेखा यहाँनिर देखिएको छ, कान्छौलो टपसम्म हुनुपर्छ, फेरि है यो मलाई यहाँसम्म हुनुपर्छ र यहाँनिर तपाईँको फिसको साइनहरू देखिएको छ, बक्सको साइनहरू देखिएको छ होइन, इम्पोर्ट र एक्सपोर्टको साइनहरू देखिएको छ र तपाईँ विदेशमै हुनुहुन्छ भने पनि सिङ्गल लाइन छ भने पनि तपाईँले राम्रो विदेशमा पैसा कमाउने योग रहन जान्छ। यस्ता व्यक्ति विदेशमा गएर करोडपति र अरबपति बन्ने बेर लाग्दैन। विदेशमा भएको व्यक्तिमा चोटपटक लाग्ने सम्भावना के कस्तो छ त भनेर हेर्नको लागि यसरी गएको लाइनले यो भाग्यरेखालाई, माइन्ड लाइन र हार्ट लाइनलाई काटेर अगाडि गएको लाइन छ भने अत्यन्तै धेरै सिकिस्त तपाईँको एक्सिडेन्ट हुने योग रहन जान्छ। यो त्यति राम्रो मानिँदैन। कसैको कस्तो हुन्छ, यहाँबाट सुरु भएर अगाडि गएको हुन्छ, कसैको यहाँबाट गएको हुन्छ, कसैको यहाँबाट गएको हुन्छ। जुन एरियामा भाग्यरेखामा कट आउँछ त्यही एरियामा तपाईँको एक्सिडेन्टको योग पर्ने चान्सेस बढिरहने गर्छ। तपाईँ विदेशमा हुनुहुन्छ, फेरि पनि पिआर पाउने योग कतिको छ त? ल मानौँ तपाईँले पिआरको लागि अप्लाई गर्नुभएको छ, अप्लाई गर्ने समय त थाहा हुन्छ त हजुरलाई होइन। ल मानौँ तपाईँले 35 इयर्समा पिआर अप्लाई गर्नुभयो, यो चिन्ह लगाएको छु, यहाँनिर तपाईँले पिआर अप्लाई गर्नुभयो। अब तपाईँको त्यो पिआर पाउनुहुन्छ कि हुँदैन त, कि रिजेक्ट हुन्छ त? त्यसको लागि हेर्नको लागि यो भाग्यरेखामा यस्तो खालको फिसको साइन छ कि छैन एउटा हेर्नुहोस्। यस्तो खालको फिसको साइन टच भएको छ तपाईँले अप्लाई गरेदेखि माथितिरको अराउन्डमा भने तपाईँले 101% पिआर पाउनुहुन्छ। या त यस्तो खालको रेखा नभएर यहाँनिर कतै पनि यस्तो खालको स्टारको साइन बनेको छ भने
बाहिरतिर बन्नुपर्छ विशेष गरिकन यसरी बनेको छ या भित्र पनि केही फरक पर्दैन बनेको छ भने जुन एरियामा बनेको छ जहाँनिर यसको रेखा खिच्दाखेरि आउँछ त्यो उमेरमा तपाईँले पिआर पाउने योग रहन जान्छ। ट्रायंगलको साइन या त तपाईँको फिसको साइन या त तपाईँको स्टारको साइन कुनै पनि साइन छ भने यस्तो अवस्थामा पिआर पाउने योग अत्यन्तै राम्रो रहने गर्छ। अब तपाईँ विदेशमा हुनुहुन्छ र विवाह तपाईँको विदेशीसँग हुन्छ कि स्वदेशीसँग हुन्छ त भनेर हेर्नको लागि सिम्पल कुरा छ। तपाईँको यहाँनिरबाट आएको रेखा हेर्नुहोस् यसरी, यसलाई भन्छ सूर्य रेखा। यतातिर रेखाले ट्रायंगलको साइन बनाएको छ तर फेरि यसरी तल जानु हुँदैन है। फेरि धेरै कुरा विचार गर्नु, थोरै पनि तल गएको हुनु भएन, जस्ट टच गरेको हुनु पर्यो। यस्तो छ भने तपाईँको 100% विदेशी व्यक्तिसँग विवाह हुने गर्छ। अब कसैको क्वेसन के हुन्छ, तपाईँ विदेशमा कति वर्ष बस्नुहुन्छ त? म कति वर्ष बस्छु होला गुरुजी भन्ने कुरा पनि आउने गर्छ। तपाईँ विदेशमा कति बस्नुहुन्छ भनेर ठोस प्रमाण त देखिँदैन, थाहा पाउन गाह्रो पनि पर्छ। यदि तपाईँ नर्मल इन्कम विदेशबाट मात्रै हो भनेपछि त सिधै भाग्यरेखा हेर्नुहोस्, जहाँनिरसम्म तपाईँको भाग्यरेखा क्लियर छ त्यहाँनिरसम्म तपाईँ विदेश बस्नुहुन्छ। जहाँनिरबाट क्लियर भाग्यरेखा छैन, मधुरो भाग्यरेखा सुरु भएको छ, यसको मतलब तपाईँ स्वदेशमा आएर बस्नुहुन्छ, अर्थात् बिना काम गरेरै बस्ने योग रहन जान्छ। यसरी पनि हामीले थाहा पाउन सक्छौँ। र अर्को कुरा चाहिँ विदेश कति वर्ष बसिन्छ भन्ने कुरा हेर्ने हो भनेपछि कसैको कस्तो हुन्छ, यहाँनिर यो लाइफ लाइनमा हेर्नुभयो भनेपछि जस्तो तपाईँ 50 वर्ष हुनुभएको छ, तपाईँ स्वदेश फर्किनु भयो, अब तपाईँ विदेश जानुहुन्न भनेर थाहा पाउनको लागि 50 वर्षको ठाउँमा जानुहोस्। यहाँनिर एकदमै लामो रेखा भित्रतिर एकदमै लामो छ भने यस्तो अवस्थामा तपाईँ सधैँभरिको लागि स्वदेश फर्किनु भयो। अब तपाईँ विदेश जानु हुँदैन, गए तापनि घुमेर आउनुहुन्छ, जानेर बस्ने योग रहँदैन भनेर बुझ्न सकिन्छ। यदि यो एकदमै छोटो छ भने तपाईँ रिसेन्टली जानुहुन्छ र तपाईँ 2-3 महिनामा फर्केर आउनुहुन्छ भन्ने बुझ्न पर्यो। कसैको बानी कस्तो हुन्छ भने विदेश हुनुहुन्छ, म अब नेपाल गयो भने त आउँदैन, नेपालमा के न के गरेर देखाउँछु, म ठुला कामहरू गरेर देखाउँछु, म पैसा कमाउँछु, कति विदेश बस्नु हो, म पुग्यो अब म नेपाल जान्छु भन्ने व्यक्तिहरू पनि पछि गएर विदेशै जान परेको हुन्छ। उहाँहरूको हातमा कहाँनिर कस्तो साइन हुन्छ त? ल मानौँ तपाईँ चाहिँ 40 वर्षको हुनुभयो र तपाईँ के सोच्नुभयो, म नेपाल गएर केही काम गरेर देखाउँछु भनेर सोच्नुभयो र तपाईँ आउनुभयो भने तपाईँ विदेश जानुहुन्छ कि हुँदैन हेर्नको लागि यहाँनिर हेर्नु 40 वर्षमा एकदमै छोटो हुन्छ। कसैको रिटर्न तपाईँ जानुहुन्छ भनेपछि छोटो हुन्छ। तपाईँ त आउनुभयो, आउन चाहिँ अब आएर तपाईँले गर्नु त केही पनि होइन, फेरि विदेश जाने नै हो। यसको मतलब यो छोटो हुन्छ। यस्तो छोटो छ भने तपाईँ जति फुर्ती लाएर नेपालमा आएर म केही गरेर देखाउँछु भने तापनि तपाईँ जाने भनेको विदेशै हो, यस्ता व्यक्ति विदेशै पुग्ने गर्छन्। यही ठाउँमा यदि लामो रेखा आएको छ भने 100% तपाईँ जे सोचेर आउनु भएको थियो आउनुभयो, तपाईँ विदेश जाने योग चाहिँ छैन। तर कमाइ कस्तो छ भन्ने कुरा त भाग्यरेखा हेरेर थाहा हुने कुरा भइहाल्यो नै, तर पनि लामो रेखा छ भने रिटर्न योग रहँदैन। अर्को कुरा, तपाईँ विदेश हुनुहुन्छ, धेरैले सोध्ने क्वेसन, मलाई लट्री पर्छ कि पर्दैन भनेर सोध्ने गर्नुहुन्छ। म तपाईँलाई एउटा कुरा के जानकारी दिन्छु, विदेशमा लट्री पर्नको लागि भाग्यरेखा अत्यन्तै राम्रो हुनुपर्ने हुन्छ। ल मानौँ कस्तालाई लट्री पर्छ त? लट्री पनि पर्न सक्छ, त्यो समयमा अन्तबाट पनि इन्कम आउन सक्छ, लाइक लट्री टाइपकै हुन्छ। तर लट्री पर्नको लागि स्पेसल हातमा के हुनपर्छ म देखाउँछु। यो भयो तपाईँको भाग्यरेखा। ल तपाईँ मानौँ 35 वर्षको हुनुहुन्छ, यहाँनिर हुनुहुन्छ, योभन्दा अगाडि तपाईँलाई लट्री परेको छैन किनभने अफसुटै छैन तपाईँको हातमा। ल मानौँ तपाईँलाई 42 वर्षमा लट्री पर्छ अरे, 100% पर्छ अरे। ल अब त्यसमा पर्छ भनेपछि पक्कै पनि एउटा साइन त तपाईँकोमा त हुन्छ नै हो। त्यो साइन के साइन हो त हेर्नु सक्नु म देखाउँछु। यदि 42 वर्षमा लट्री पर्ने निश्चित छ भने तपाईँ यहाँ 35 वर्षको हुनुहुन्छ भने तपाईँले हेर्ने कहाँ हो, यो एरिया बिचमा हो। यहाँनिर 42 वर्षको रानमा यस्तो खालको अफसुटहरू छ कि छैन? यो भाग्यरेखासँग जोडिएको रेखामा यस्तो खालको अफसुटहरू छ कि छैन 42 वर्षमा, त्यो हेर्नुहोस्। यदि त्यो अराउन्डमा जहाँनिर अफसुट छ त्यहाँनिर तपाईँले राम्रो लट्री पाउने, लट्री जित्ने चान्सेस बढिरहने गर्छ। जस्तो यो अराउन्डमा के हुन्छ, अफसुट भनेको अचानक पैसा कमाउने समय हो। त्यो उमेरमा तपाईँको लट्रीबाट पनि पैसा आउन सक्छ, तपाईँको व्यापार व्यवसायबाट पनि राम्रो मुनाफा हुन सक्छ, तपाईँको 1-2 लाखमा किनेको चिजबाट तपाईँ लाखौँ करोडौँ कमाउने योग पनि रहन जान्छ। ती चिजहरू तपाईँले प्राप्ति गर्नुहुन्छ यदि भाग्यरेखामा कुनै पनि रेखा अफसुटमा देखियो भने। र अर्को कुरा, भाग्यरेखामा तपाईँको अफसुटहरू छैन, फिसको साइनहरू छैन र स्टारको साइनहरू छैन भने तपाईँले लट्री नकिन्दा पनि हुन्छ। कुनै पनि हालतमा 1 पर्दैन, 2 पर्दैन, 3 पर्दैन, तपाईँलाई लट्री पर्दैन। यदि यी 3वटा साइनहरू छ तपाईँको भाग्यरेखामा र त्यो क्रस गर्नु भएको छैन,
अगाडि आउँदैछ र तपाईँले लोट्री किनिरहनुहुन्छ भने मेबी तपाईँलाई लोट्री पर्ने चान्सेस हाई रहने गर्छ। लोट्री पर्ने व्यक्तिहरूको हातै हेरेर थाहा हुन्छ, एकदमै गुलाबी कलरको हुन्छ, एकदमै सफ्ट खालको हथेलीहरू हुने गर्छ होइन, राम्रो पनि देखिन्छ, यस्तो साइनहरू पनि हुने गर्छन्। अब कस्ता व्यक्तिहरू विदेश गई फर्किँदै नफर्किने हुन्छन् त, उतै बस्ने, आफ्नो शरीर पनि उतै त्याग गर्ने व्यक्तिहरूको हातमा कहाँनिर रेखा हुन्छ त? यसरी हेर्नुहोस्, लाइफ लाइन यसरी अगाडि गएर भित्रतिर नगएर यदि यो लाइफ लाइन यसरी गएर चन्द्रमातिर गएको छ भने यस्ता व्यक्तिहरूको मृत्यु पनि विदेशमा हुने गर्छ। आफ्नो उमेर पुगेर मृत्यु होला आफ्नो ठाउँमा छ, तर स्वदेशमा यिनीहरूको मृत्यु हुँदैन, विदेशमै मृत्यु हुने गर्छ। यिनीहरूको लाइफस्टाइल पनि विदेशमा बित्ने गर्छ, यिनीहरू राम्रो पैसा कमाउने पनि गर्छन्, सेटलमेन्ट विदेशमा हुने गर्छन्। यस्ता व्यक्तिहरूको बच्चा बच्चीहरू पनि विशेष गरिकन विदेशमै सेटल हुने गर्छ। तर त्यसको लागि यहाँनिर हेर्नुहोस्, यस्तै खालको हाँगाहरू पनि चन्द्रमातिर इन्डिकेट गरेको छ भने यस्ता व्यक्तिहरूको बच्चा बच्ची पनि विदेशमा सेटलमेन्ट हुने योग राम्रो रहने गर्छ। आशा छ मैले विदेश जानेदेखि लिएर आउनेसम्मको भविष्यवाणी भनेको छु। सबै कुराहरू हजुरले हेरेर आफ्नो हात हेरेर धेरै कुराहरू म्याच पनि गर्नुभयो होला र कुनै कुराहरू मैले छुटाएको जस्तो तपाईँलाई फिल भएको छ भने मेरो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, म कमेन्टमा पनि रिप्लाई गर्नेछु र हजुरको कमेन्टको आधारमा नेक्स्ट भिडियो पनि बनाउने नै छु। अहिलेसम्म हजुरले यो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद र अहिलेसम्म च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर साथ दिनुहोला। नमस्ते, राधे राधे, शुभ दिन, शुभरात्रि।